गाइज ल आज चाहिँ हामी अब अलि राति भइसक्यो कति बजे 7 बजे 7:30 हुन लागिसक्यो होइन हामी चाहिँ चट्ट अब यहाँबाट बसन्तपुरतिर अथवा ठमेलतिर जाँदैछौँ होइन हाम्रो साथीले हामीलाई चट्ट पार्टी दिँदैछ त्यसको स्यालेरी आएको सो अब हामी यहाँबाट जान्छौँ मेरो पछाडि काले छ यही हो सधैँ मेरो पछाडि बस्ने है मेरो गर्लफ्रेन्ड भन्ना पनि गफ धेरै यही बस्छ ल अब हामी चल्दै गए चट्ट लगाएर अब यहाँबाट हामी कस भन्ने चौमतीको रोड चलिरहेको होइन यहाँबाट सिधै हामी क्षेत्रपाटी हामी ढल्को निस्केर क्षेत्रपाटी चढेर फेरि हाम्रो साथी पङ्कजलाई उठाएर अनि हामी लाग्छौँ त्यसपछि नि अर्को साथी आरिफलाई उठाउनु जान्छ मेन स्पोन्सर आरिफ चाहिँ आजको साथी आज 1.5 करोड स्यालेरी हाल्ने साथीले 1 करोड ड्याङ्गे 1 करोडमा 1 लाख त सिधै पार्टी त्यहीबाट अब हामी चट्ट लगाएर छेउमा खोला गनाइरहेको हामीले विष्णुवती कि बागमती भन्छ यसलाई के भन्नु विष्णुवती रिभर हो क्या अरे साह्रै अनम्यानेज छ दिस इज फकिङ अनम्यानेज फेरि सजिलो कपाल है मतलब फेरि आइसमा 0.000 हालिदिन्छ हर 12 पढ्दै हामी चाहिँ साथीहरू एकछिन भेटौँ ल राइट गाइज हामी चाहिँ यहाँ पङ्कजलाई कुर्दैछौँ है पङ्कजको पसल यतापट्टि छ है त्यहाँनिर उसको कपडा पसल छ केटाकेटी हो कसैलाई राम्रो दामी कुर्ता सुर्ता चाहियो भने कन्ट्याक्ट गर्दा हुन्छ है त्यो दामी सस्तो मिलाएर दिन्छ है कुर्ता सुर्ताहरू है ल अब हामी पङ्कजलाई कुर्छौँ पङ्कजलाई उठाएर अनि त्यसपछि हामी यहाँबाट बसन्तपुरतिर जान्छौँ अनि कसरी हेरेको यार त्यो दुईजना कपाल छ भने मलाई केही छ ल राइट गाइज हामी ठमेलमा छौँ होइन अहिले ठमेलमा मस्त हिँडिरहेछौँ हामीले केटाहरू सबजना भेटिसक्यो यहाँ चाहिँ केटाहरू 4जना हो र सबजना नै हो यो केटाहरू सबजना हो अब यो आरिफले हामीलाई कहाँ लाँदैछ होइन यसले लिएर आएको हो उयो उयो यो है सबभन्दा धनी 60,000 कमाउँछ यसले महिनाको है यो यसको त झन् थाहा यो कलोटोको बारेमा यसले त पपाल कमाउँछ यसले त अति धेरै कमाउँछ झन् 25,000 मन्थली हामी दुईजना चाहिँ बेरोजगार हो है गरिब बाउआमाको बिग्रिया औलादहरू अब के गर्नु अब यस्तै छ होइन अब यहाँबाट हामी कहाँ जाने कुन चाहिँ क्याफे हो यसले लान्छ भने कुन क्याफे लियोन मलाई थाहा छैन है म ठमेल डुल्दैन म एकदम सोच्छु फर्स्ट टाइम हो म ठमेल आएको एकदम फर्स्ट टाइम म ठमेल भनेपछि मलाई लास्ट डर लाग्छ फर्स्ट टाइम आएको ठमेलमा है अनि ठिक छ केटा हो अब हामी पुगेपछि यसो भिडियो हाल्छौँ है त ल हामी नर्सिङ चोक आउँदै है नर्सिङ चोकमा अस्ति नै मलाई एकचोटि समातेको थियो फर्स्ट टाइम मलाई लाइफमा फर्स्ट टाइम समातेको त्यहीँ हो मेरो स्कुटर मलाई त्यहीँ समातेको थियो किन्ने बित्तिकै किनेको 1 हप्तामा मलाई यहीँ समातेको थियो किनकि मेरो गल्ती थियो म 1 वेबाट चिरिप्प आइदिएको मामाहरूको त टोल्ली हुन्छ नि त फेरि अहिले डेन्जर मामाहरू फेरि डेन्जर बसिदिन्छ है हो यही हो आज यसले खुवाउँछ हामीलाई होइन अब यसमा पैसा छ टन्नै पैसा छ आज अब चट्ट लगाएर कुन यो ए लोड जान्छ त्यो 1 वे थाहा नि हाम्रो सिधै पिपलबाट निस्किन्छ अब यस्तो छ केटाकेटी हो आज हामी मस्त डुल्दैछौँ ठमेल राति है बच्चाहरू आउनु हुँदैन अरे है बुझाइ सबै कुरा 18+1 मात्रै आउने है यतातिर है 18+1 मात्रै आउने हो यता 18+1 हो त 17 हो म 17 हो त्यही नै आउँछु ए होइन यस्तो यो खाद्यहरूलाई छिन्दिन्छ यतातिर अब हामीहरू चट्ट लगाएर त्यहाँ गएर के अब जे हुन्छ खानेकुरा सबै हेर्नु सबै है त्यस्तो नभन्न होइन पङ्कज हो ज्ञान भन न के हो हो भनेपछि सक्यो क्या हो भने सक्यो ल अब एकैछिन पुग्यो है अब यहाँबाट भित्र हो
हामी लियोन क्याफेमा छौँ है केटाकेटी हो। Like me, my Gucci shoe. चट्ट बसेछौँ अर्डर सडर प्लेस हानिदिइसक्यो। यो गाना बन्द गर्न लगाए हुन्छ कसैले जाऊ। अब चट्ट लगाएर हामी चट्ट लगाएर गानु एकछिन यो साउन्ड बन्द गरेर गर्छ म फेरि। राइट ल हाम्रो चाउमिन आइसक्यो होइन। चाउमिन मासु चाहिँ मासु 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 मेरो फेभरेट हो फेरि है। अन्त आउँदैछ अब एकछिन अब खान्छौँ आउँदैछ अझै। गाइस हाम्रो पिज्जा नि आयो दामी छ हेर्दै है। यसको ट्रिट हो आज, यसले पैसा सबै पे गर्छ। पङ्कज चाउमिन कस्तो हो? चाउमिन मिठो 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 यहाँ कलौटे एभरेज लाग्यो रे होइन। तर दामी छ है, अफोर्डेबल ठाउँभित्र यस्तो जस अफोर्डेबलमा अलिक दामी छ है यो ठाउँ। चाउमिन हेर्नु है, ससहरू हेर्नु दामी छ। अब हातले खाइदिए होइन, अब यस्तै हो केही छैन। यसले भेज खाइरहेको, यो मुस्लिम हो है त्यही भएर यसले भेज खान्छ। त्यो गीत सानो गर्थ्यो रुल्स आर मेन्ट टु बी के अरे ब्रोक होइन, ब्रेक होइन ए ब्रोक होइन साँच्चै ब्रेक ब्रेक क्यामेरा यता कि उता। अब रुल्स मेन्ट टु बी ब्रेक 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 कति गाह्रो छ नेपालीमै बोल्न राम्रो सजिलो हो क्या। अब दामी छ चाउमिन खानुपर्छ है। मासु भनेपछि भातै जाँदैन, मासु त फेरि ल्याम ल्याम हो है। अब एकछिन हामी खान्छौँ अनि त्यसपछि है। अलराइट गाइस हामीले चाहिँ सबै खाइसक्यो अब अलिक त्यो डटी प्लेट्सहरू के देखाउनु होइन। अब हामी अब निस्किन्छौँ आफ्नो बाटो लाग्छौँ है त ल। अलराइट हामी चट्ट भ्याएर निस्क्यो होइन। अब यहाँबाट तँलाई म देखाइदिन्छु स्पोन्सरै यही हो। इन्स्टाग्रामको क्रेडिट चाहिन्छ, क्रेडिट सब दिन्छु म, सबै दिन्छु। सबैजनाको दिइरहेको हुन्छ मैले, अस्तिको पालि पनि दिइरहेको हुन्छ, लिङ्कहरूमा दिइरहेको हुन्छ, सबैलाई मैले दिइरहेको हुन्छ। आई रेस्पेक्ट एभ्री वान होइन। तर फलोवर्स बढ्नु पर्यो, फलोवर्स आउनु पर्यो है। फलो गर्नु है, सिङ्गल छ तर हाइट सानो छ यसको है, केटाकेटी हो। अब हामी चट्ट यहाँ कमेन्टमा छौँ। अब हामी यहाँबाट निस्किन्छौँ अनि अब यहाँबाट चट्ट निस्किन्छौँ हामी। ठाउँको बिचमा ठाउँ खायो, पेट दुख्यो अनि त्यसपछि अब यहाँबाट हामी निस्केर चट्ट लगाएर हिँड्दै जान गाँड पर्छ। स्कुटर पनि मैले यहाँ अब मेरो दाइलाई दिइसक्यो है, दाइ थियो त्यही भएर यहीँ दिएको। अनि अब हामी फेरि हिँडेर जाँदैछौँ है। तर हिँड्न पनि रमाइलो हुन्छ, कहिलेकाहीँ हिँड्नु नि पर्छ है, दुःख गर्नुपर्छ साथीहरू। जिन्दगी भनेको यही हो रे होइन, दुःख नगरी सुख पाउँदैन। अब हामी यहाँबाट यता कुन सायद टुरिस्ट एरिया भन्छ होला, जेसी के भन्छ मण्डला स्ट्रिट नै भनौँ न। मण्डला स्ट्रिट हामी यहाँबाट चट्ट मण्डल स्ट्रिटबाट छुट्टिन्छौँ। पङ्कज उता जान्छ अनि हामी तिनजना फेरि उता बालापुर साइड जान्छ म। ल चट्ट लाग्यो ल एउटा स्लो मनी बना कमेन्ट ठ्याक्क अनि कुनै ल हामी पोइन्टमा आइसक्यो। के हो यो ठाउँको नाम थाहा छैन, जे पनि कमेन्ट हो होइन। यति साह्रो छ यतापट्टि कमेल चोकमा हामी अनि अब पङ्कज हाम्रो पङ्कज निस्केर जान्छ। अब उता हातले गर्नुपर्छ आएको होइन। अब पङ्कज यहाँबाट गयो ल। अब हामी यहाँबाट निस्किन्छौँ कमेलबाट चट्ट निस्केर हामी घरतिर लाग्छौँ। यहाँ त कहिले आउँदाखेरि है नहुने जस्तो फिल आउने क्या। अहिले कति मेबी 10 बज्न लागिरहेको होला होइन, त्यही पनि जस्तोको त्यस्तै छ क्या, 6-7 बजे जस्तै फिल भइरहेको क्या अझै पनि।
त्यही भएर अब चट्टा हामी निस्केर होइन कहाँ आफ्नो घर जान्छौँ। कस्तो आइरहेको देखाएको छैन मैले, त्यही पनि त अब घर जाउँ है। त्यसको लागि त्यति हो कार्यक्रम गरी आजको रमाइलो भयो है। अब के गर्नु है। See you in next vlog है। त्यस्तो होइन मैले इन्ड गरेँ होइन, रुक न तँलाई छोडेपछि इन्ड गर्ने हो क्या होइन। मेरो तर्फबाट भन्दै मैले घर जानु नि त होइन, हामी त बन्द जान्छ तिमीहरू बन्द अब कुरा नगर्नु है। होइन अब हामी चट्टलाई जान्छौँ ल। त्यसो भए अलिकति यसो हामी ढिलो भएर दुखिरहेको दौडिरहेछौँ होइन, कुदिरहेछौँ। मेरो घर चाहिँ यहीँ है। यसको घर आइपुग्नु आइसक्यो, हामी मस्त कुदिरहेछौँ हाइटमा। सल घरबाट मम्मीले कराइसक्यो फोन गरी बाफ्रे। हामी चाहिँ मस्त कुद्यौँ। सासा ब्याङ्कबाट निर आइपुग्यो। मेरो त घर यहीँ थियो, तिमीहरूको त पालो चाहिँ कट्नु हो त। ए मेरो झन् कहाँ काम, म त पुरै पाहाड कट्नुपर्छ एउटा ठ्याक्कै। ल अब कुद्दैछौँ। कुद्यौँ भने कुद्यौँ नकुदौँ थाके डेन्जर गाह्रो भयो। म चाहिँ बिच बाटोबाट मेरो पठाउ गर्छु होला पायो भने, नत्र भयो कुद्दै जानुपर्छ। थाक्यो यार। कति बज्यो बज्यो होला खै कति बज्यो? 9:20 भइसकेको छ। आजकल त लिफ्ट माग्न पनि मन लाग्दैन क्या। लिफ्ट माग्यो भने पनि उल्टो पैसा माग्ला भने डर क्या, पठाउ हो भन्ने ठानेर क्या। पहिला त अब पठाउ नचल्दाखेरि त अब लिफ्ट माग्दा पनि लगिदिन्थ्यो यताउति हुन्थ्यो। अहिले त सिधै लिफ्ट माग्यो नि पैसै माग्ला भने डर क्या होइन। सिधै अफलाइन जाने हो भाइ भन्ला होइन। अब के गर्नु है, अब के गर्नु। अब यो यहाँबाट जान्छ है ल। जान्छ मेरो घर चाहिँ त्यहाँ हो, तर जहाँबाट गए पनि जान्छ घर। यो घर गयो अब है। हामी दुईजना बाँकी, हामी दुईजना ब्याग कसेर लाउरे सिधै भट नन स्टप। ल हामी चाहिँ कुदेकै, अब कुदेर जान्छौँ। कुद्न थाल्यो कुद्दा लड्नु चाहिँ भएन है कुदे पनि। कुद्नु परिरहेको छ यहाँ, गाह्रो छ जिन्दगी। वर्ष भइसकेको थियो नकुदे। म त स्कुटर किनेदेखिबाट कुदै छैन, हिँडै छैन दामसँग। ल अब चाहिँ कुदेर जाउँ है। ल गाइस म चाहिँ पठाउ चढेर मेरो घर लिन आइपुगेँ होइन। थाकेको वाइल थाक्यो, कुदेको त एकैछिन सास फुलिदिएर। यहाँ कुकुरहरू छ, अब यिनीहरूले भुक्न बेर लाउनु है। मलाई डर लाग्छ, मलाई कुकुरदेखि भनेर भन्दिनँ म। तर खाने बेलामा कुकुरहरूलाई जिस्काउनु हुन्न अरे है, लखन थाल्छ। ल अब चट्टा लाएर म घर पुग्छु। आजलाई यति नै हुन्छ है। ल।